तिहारको उत्पत्तिसँग सम्बन्धित सबैभन्दा प्रसिद्ध कथा यमराज र यमुनाको कथा हो। कथाअनुसार यमराज मृत्युका देवता थिए र यमुनाले उनलाई आफ्ना दाजुका रूपमा अत्यन्तै प्रेम गर्थिन्। यमुनाले लामो समयदेखि आफ्ना दाजुलाई भेट्न चाहिन्, तर यमराज आफ्नो दायित्वका कारण कहिले आउन सकेनन्। अन्ततः यमुनाले भगवान यमलाई निम्तो पठाइन् र उनलाई आग्रह गरिन् एक दिन आफ्नै घरमा आइदिनुहोस्। जब यमराज यमुनाको घर पुगे, उनले आफ्ना दाजुका स्वागतमा दियो, टीका, फूल र मिष्ठान्नका साथ पूजा गरिन्। उनले दाजुलाई 7 रङको टीका लगाइन्, माला पहिरिन् र दीर्घायु र अमरत्वको कामना गरिन्। यमराज उनकी श्रद्धा र ममत्वबाट अत्यन्त प्रसन्न भए र आशीर्वाद दिए। आजदेखि जसको दिदी वा बहिनीले यमुना जस्तै श्रद्धा र मायासहित टीका लगाउँछिन्, त्यस भाइको दीर्घायु हुनेछ र मृत्युले उसलाई छुन सक्दैन।